प्रदेश नम्बर 1 को कुन ठाउँबाट कुन पार्टीका कुन उम्मेदवारले कति मत ल्याएर विजय हासिल गरे, आउनुहोस् हेरौं। सुरु गरौं इलाम क्षेत्र नम्बर 1 बाट। इलाम क्षेत्र नम्बर 1 को कुल मतदाता 1,12,320 रहे मध्ये नेपाली कांग्रेसका निष्कल राईले 14,543 मत ल्याई आफ्ना प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङलाई पछि पार्दै विजय हासिल गर्नु भएको छ। यस्तै गरी इलाम क्षेत्र नम्बर 2 को कुल मतदाता 1,19,489 रहे मध्ये नेकपा एमालेका सुहाङ नेम्बाङले 22,426 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका भेषराज आचार्यलाई पछि पार्दै विजय हासिल गर्नु भएको छ। यसैगरी भोजपुर क्षेत्र नम्बर 1 को कुल मतदाता 1,25,766 रहेकोमा श्रम संस्कृति पार्टीका ध्रुवराज राईले 16,663 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका शेरधन राईलाई पछि पार्दै विजय हासिल गर्नु भएको छ। त्यसैगरी धनकुटा क्षेत्र नम्बर 1 का कुल मतदाता 1,18,425 रहेको मध्ये नेकपा एमालेका राजेन्द्र कुमार राईले 18,132 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका दिनेश राईलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी खोटाङ क्षेत्र नम्बर 1 को कुल मतदाता 1,47,120 रहेकोमा श्रम संस्कृति पार्टीका आरएन राईले 16,612 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका देवविक्रम राईलाई पछि पार्दै विजय हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 1 का कुल मतदाता 1,28,545 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका यज्ञमणि न्यौपानेले 27,367 मत ल्याई आफ्ना प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका शान्ति पाखरिन लामालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 2 का कुल मतदाता 1,29,184 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका कृष्ण कुमारले 40,924 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका दिलीप कुमार अग्रवाललाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 3 का कुल मतदाता 1,58,057 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका गणेश कार्कीले 36,924 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका सुनिल कुमार शर्मालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 4 का कुल मतदाता 1,19,255 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका सन्तोष राजवंशीले 40,833 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 5 का कुल मतदाता 1,10,177 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका आशा झाले 30,434 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका फूलकुमार लालवानीलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी मोरङ क्षेत्र नम्बर 6 का कुल मतदाता 1,37,832 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका रुबिना आचार्यले 55,513 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका डाक्टर शेखर कोइरालालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी ओखलढुङ्गा क्षेत्र नम्बर 1 को कुल मतदाता 1,22,715 रहेकोमा राष्ट्र स्वतन्त्र पार्टीका विश्वराज पोखरेलले 13,953 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका कुमार लुइटेललाई पछि पार्दै विजय हासिल गर्नु भएको छ। त्यसैगरी पाँचथर क्षेत्र नम्बर 1 का कुल मतदाता 1,43,408 रहे मध्ये नेपाली कांग्रेसका नरेन्द्र कुमारले 17,233 मत ल्याई आफ्ना प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका हस्ता राज शर्मालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सङ्खुवा सभा क्षेत्र नम्बर 1 का कुल मतदाता 1,19,630 रहे मध्ये नेकपा एमालेका अर्जुन कुमार कार्कीले 15,636 मत ल्याई आफ्ना प्रतिद्वन्दी राष्ट्र स्वतन्त्र पार्टीका मिङमा शेर्पालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सोलुखुम्बु क्षेत्र नम्बर 1 का कुल मतदाता 85,515 रहे नेपाली कांग्रेसका प्रकाश सिंह कार्कीले 13,166 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाल कम्युनिस्ट पार्टीका असीम राईलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सुनसरी क्षेत्र नम्बर 1 का कुल मतदाता 1,50,393 रहे मध्ये श्रम संस्कृति पार्टीका हर्क राईले 35,741 मत ल्याई आफ्ना प्रतिद्वन्दी राष्ट्र स्वतन्त्र पार्टीका गोमा तामाङलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सुनसरी क्षेत्र नम्बर 2 का कुल मतदाता 1,58,910 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका लाल विक्रम थापाले 57,348 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका राजीव कोइरालालाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सुनसरी क्षेत्र नम्बर 3 का कुल मतदाता 1,34,302 रहे मध्ये राष्ट्र स्वतन्त्र पार्टीका अशोक कुमारले 47,421 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कांग्रेसका विजय कुमार गच्छदारलाई पछि पार्दै जित हासिल गर्नु भएको छ। त्यसैगरी सुनसरी क्षेत्र नम्बर 4 को कुल मतदाता 1,37,340 रहेकोमा
राष्ट्र स्वतन्त्र पार्टीका दीपक कुमार शाहले 42,771 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कंग्रेसका ज्ञानेन्द्र बहादुरलाई पछि पार्दै विजय हासिल गर्नुभएको छ। त्यसैगरी ताप्लेजुङ क्षेत्र नम्बर 1 का कुल मतदाता 90,327 रहेमध्ये नेकपा एमालेका क्षितिज कुमार थेबेले 13,962 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कंग्रेसका गजेन्द्र प्रसाद तामाङलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी तेह्रथुम क्षेत्र नम्बर 1 का कुल मतदाता 75,137 रहेमध्ये नेपाली कंग्रेसका सन्तोष सुब्बाले 11,561 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका भानुभक्त ढकाललाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी उदयपुर क्षेत्र नम्बर 1 का कुल मतदाता 1,42,804 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका परसमणि गेलालले 30,590 मत ल्याई आफ्ना प्रतिद्वन्दी श्रम संस्कृति पार्टीका राजेश कुमार राईलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी उदयपुर क्षेत्र नम्बर 2 का कुल मतदाता 96,122 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङले 14,802 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका अम्बर बहादुर रायमाझीलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी झापा क्षेत्र नम्बर 1 का कुल मतदाता 1,31,067 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका निशा डाङ्गीले 45,680 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेपाली कंग्रेसका केशवराज पाण्डेलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी झापा क्षेत्र नम्बर 2 का कुल मतदाता 1,47,522 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका इन्दिरा राणा मगरले 60,110 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका देवराज घिमिरेलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी झापा क्षेत्र नम्बर 3 का कुल मतदाता 1,40,857 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका प्रकाश पाठकले 38,674 मत ल्याई आफ्ना प्रतिद्वन्दी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र प्रसाद लिङदेनलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। त्यसैगरी झापा क्षेत्र नम्बर 4 का कुल मतदाता 1,30,712 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका शम्भु प्रसाद ढकालले 43,631 मत ल्याई आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका लाल प्रसाद सावा लिम्बुलाई पछि पार्दै जित हासिल गर्नुभएको छ। र यसैगरी यस चुनावको रेड लाइट एरिया मानिने झापा क्षेत्र नम्बर 5 को कुल मतदाता 1,63,379 रहेमध्ये राष्ट्र स्वतन्त्र पार्टीका बालेन्द्र शाहले 68,348 मत ल्याई पूर्व प्रधानमन्त्री नेकपा एमालेका खड्गप्रसाद ओलीलाई हराउँदै जित हासिल गर्नुभएको छ। हजुर, यो त रह्यो प्रदेश नम्बर 1 को चुनावी जानकारी। देशभरि घण्टी बजे जस्तै तपाईहरू पनि हाम्रो च्यानल सब्स्क्राइब गरी घण्टी बजाउनुहोला। अरु प्रदेशको जानकारी पनि छिट्टै आउँदैछ।